दर्शकवृन्द नमस्कार। आज पनि हामी यहाँहरूले खोज्नु भएको जस्तै एउटा भिडियो लिएर यहाँहरू समक्ष उपस्थित भइसकेको छौं। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमै रहेको बेल आइकनलाई पनि दबाइदिनु होला। नेपालको पहिलो महिला प्रधान न्यायाधीश भन्न साथ सुशीला कार्कीको नाम आउने गर्छ। कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तिको रूपमा चिनिन्छन्। उनी नेपालको सर्वोच्च अदालतको प्रथम महिला प्रधान न्यायाधीश हुन्। उनी 2073 साल वैशाख 11 गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भइन्। सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो। भारतको बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा उनले स्नातकोत्तर गरेकी छिन्। उनले कानुनको अध्ययन गरेकी छिन्। शिक्षण पेशामा केही समय बिताइसकेपछि पनि उनी कानुन व्यवसायतर्फ प्रवेश गरेकी थिइन्। कार्कीले वकिलको रूपमा आफ्नो यात्रा सुरु गरेर 2049 सालमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएकी थिइन्। करिब 2 दशक लामो न्यायिक सेवापछि 2070 सालमा सर्वोच्च अदालतको न्यायाधीश र पछि प्रधान न्यायाधीश बनिन्। 2073 सालमा प्रधान न्यायाधीशको पद सम्हालेकी कार्कीले इमानदार छवि, कडा निर्णय र निष्पक्षताका लागि चर्चा कायमै राखिन्। उनले भ्रष्टाचार, सुशासन, मानव अधिकार लगायतका मुद्दामा साहसिक र ऐतिहासिक फैसलाहरू गरिन्। उनका निर्णयहरूले राज्यको नीतिगत तथा प्रशासनिक संरचनामा गहिरो प्रभाव पारेका छन्। उनी न्यायालयभित्र मात्र होइन, देशको राजनीतिक संक्रमणकालीन यात्रामा समेत प्रभावशाली न्यायाधीशका रूपमा स्मरण गरिन्छन्। उनको कार्यकाल करिब 10 महिना मात्रै थियो, तर त्यो छोटो अवधिमा पनि उनले न्यायपालिकालाई बलियो र विश्वासिलो बनाउन योगदान गरिन्। उनको कार्यकालमा संसदमा उनी विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो, जुन निकै विवादास्पद मानिन्छ। तर उनको कडा र निष्पक्ष स्वभावकै कारण धेरैले उनलाई समर्थन गरेका थिए। कार्की केवल न्यायाधीश मात्र होइन, महिला सशक्तिकरणको प्रतीक पनि हुन्। कार्कीका प्रमुख फैसला र योगदानमा भ्रष्टाचार विरुद्धको कठोर निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्की विरुद्ध मुद्दामा साहसी निर्णय थिए। उक्त फैसलाले नेपालको न्यायिक इतिहासमा ठूलो चर्चा पायो र उनलाई कडा न्यायाधीशको रूपमा चिनियो। मानव अधिकार सम्बन्धी फैसला, राज्यद्वारा हुने मानव अधिकार उल्लङ्घनमाथि उनी सधैँ कठोर थिइन्। बेपत्ता पारिएका द्वन्द्वकालका पीडितहरू र न्यायबाट वञ्चित वर्गलाई सम्बोधन गर्ने विषयमा उनले महत्त्वपूर्ण आदेश दिइन्। मन्त्रालय, सरकारी निकाय र सार्वजनिक पदाधिकारीहरूलाई कानुन अनुसार जवाफदेही बनाउन उनले महत्त्वपूर्ण फैसला गरिन्। राजनीतिक हस्तक्षेप विरुद्धको भूमिका, न्यायपालिकामा हुने राजनीतिक दबाव र हस्तक्षेपलाई उनले खुलेर अस्वीकार गरिन्। उनकै कारण धेरै मुद्दाहरूमा निष्पक्ष र साहसी निर्णय सम्भव भयो। सुशीला कार्की केवल नेपालकी पहिलो महिला प्रधान न्यायाधीश मात्र होइनन्, उनी साहसी, निष्पक्ष र न्यायप्रिय व्यक्तित्वको प्रतिमूर्ति मानिन्छन्। छोटो कार्यकाल भए पनि उनको न्यायिक योगदान, भ्रष्टाचार विरुद्धको लडाईँ र महिला सशक्तिकरणको प्रेरणाले उनलाई सदैव स्मरणीय बनाएको छ। हालै जेन्जीले गरेको आन्दोलनपछि हाल उनी नेपालको प्रधानमन्त्री, पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्यरत छिन्। दर्शकवृन्द, यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत प्रतिक्रिया दिन नभुल्नुहोला। हामी अर्को भिडियो लिएर पुनः उपस्थित हुने बाचा गर्दै आजलाई भने बिदा चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।